So, hello guys, welcome back to my new vlog and new reels. सबैजनालाई मेरो नयाँ ब्लगमा स्वागत छ। अहिलेको यहाँ चाहिँ बिहानको लगभग 7:30 हुन लाग्यो। म चाहिँ गएकोतिर जल्दी नआएको होइन। आज रातो बिदा त्यही पनि कस्तो गएको हो कि अब गएको बिदा त्यही पनि गएको चल्नु पर्यो। अब यस्तै हो। तपाईँहरू के छ हालखबर? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अनि जापानको हुनुभएको नयाँ नयाँ भर्खर आउनु भएको स्टुडेन्टहरू के छ हाल खबर नि? सबजना सन्चै हुनुहुन्छ होला नि होइन? तपाईँहरूलाई जापान कस्तो लागिरह? अब अप्रिलको त सिओई सक्यो होइन? सबैको सिओई आयो पनि होला होइन? राम्रै छ रेट चाहिँ होस् एकचोटि सिओईको। अनि अब यदि तपाईँहरूलाई अनि त्यस्तो एम्बेसीको बारेमा केही कुरा जानकारी चाहिन्छ भने कमेन्ट गर्नु होला होइन? मलाई एम्बेसीमा परेको एउटा साथी चाहिँ मेरो साथी छ। सो म त्यसको भिडियो बनाएर तपाईँहरूलाई कस्तो प्रश्नहरू सोध्छ र के तयारी गर्नुपर्छ भन्ने कुरामा पनि जानकारी हुन्छ। तपाईँहरूलाई यदि कमेन्ट गर्नुभयो भने म तपाईँलाई के गर्नेछु, त्यो भिडियो चाहिँ हालिदिनेछु है। अनि त्यसरी तपाईँहरूलाई सजिलो हुनेछ। मलाई चाहिँ परेको थिएन होइन, किनभने अब एमबेसी परेन क्या। जे होस् अब त्यो कन्सल्टेन्सी महँगै भए पनि अब मेरो कन्सल्टेन्सी फी चाहिँ महँगो थियो कि नेपालको होइन। 1.5 लाख थियो। 1.5 लाख तिरेको 40,000 डकुमेन्टेसन चार्ज त्यो पनि छुट्टै तिरेको होइन। त्यही भएको कारणले महँगै भए पनि काम चाहिँ एकदम ओरिजिनलै गर्दो रहेछ। जे होस् राम्रै लागेको थियो मलाई कन्सल्टेन्सी होइन। सबलाई सम्झिरहेको छु कि कन्सल्टेन्सीको साथीहरूलाई पनि सबलाई मिस यु भन्न चाहन्छु होइन म चाहिँ। अनि उता नेपालमा पढाएको हामीलाई पढाएको सेन्सेलाई पनि सम्झिरहेको छु। जे होस् राम्रो हुनुहुन्थ्यो उहाँ सेन्सेले गर्दा पनि आज यहाँसम्म पुगे हो म। जे होस् धेरै नराम्रो छैन, जापान राम्रै छ होइन। मलाई त राम्रै लाग्छ क्या। किन अब अरूले भन्छ जापान यस्तो छ उस्तो छ होइन, नराम्रो छ, फ्युचर छैन, डिङ्ना छैन, फलना छैन, दुःख छ। अरे यार दुःख त हुन्छ नि त। जाने दुःख नेपालमा के सुती खाइन्छ र? खाइँदैन नि त होइन। अब नेपालमा सुती खाइँदैन, यहाँ पनि सुती खाइँदैन। त्यही हो, अलि बढी दुःख र हल्का मिहिनेत चाहिँ यता गर्नुपर्छ होइन। मिहिनेत गरेपछि चाहिँ यहाँ पनि सफल भइन्छ। त्यसैले तपाईँहरू जापान आउँदै हुनुहुन्छ भने मिहिनेत गर्छु, राम्रोसँग पढ्छु र राम्रोसँग अगाडि बढ्छु भन्ने हिसाबले चाहिँ आउनुहोस् कि। दुःख छ आएको 1-2 दिनमा किन आयो होला, अब के गरौँ कसरी गरौँ भन्ने होइन क्या। तपाईँ आइसक्नुभयो, आइसकेपछि सब सक्यो के। अब यदि दुःख छ भन्ने सोच हुन्छ भने नेपालदेखि नै अप्लाई नगर्नुहोस्। किनभने दुःख हुन्छ, अभियसली हुन्छ दुःख हुन्छ होइन। जहाँ पैसा हुन्छ त्यहाँ दुःख हुन्छ होइन र? नेपालमा पनि कमाउनको लागि धेरै दुःख गर्नुपर्छ क्या नेपालमा त। बुझ्नुभयो नि? नेपालमा त दुःख त स्यालेरी हुन्छ। अब ल यता सुन्नु न, म तपाईँहरूलाई रियालिटी भन्छु क्या एउटा नेपालको होइन। नेपालको रियालिटी कस्तो हुन्छ भन्दा अब नर्मल 12 पास गरेर अब मतलब मानौँ न, अब कामसाम गर्दा होटलतिर काम गर्दा थमेलतिर गएर होइन कामसामको बारेमा बुझ्दा सोध्दा त्यही त काममै एक त काम पाउँदैन। फर्स्ट कुरा काम पाइहाल्यो भने त्यसको महिनाको 10,000 स्यालेरी, 10-12 हजार 13 हजारसम्म हुन्छ क्या। अनि त्यो 13 हजारले अब कसरी बस्नु? अब तपाईँहरू आफै बुझ्नु, 13 हजार स्यालेरीले कसरी बाँच्न सकिन्छ? त्यही भएर नेपालमा धेरै गाह्रो छ क्या। अनि गाडमा आऊ कति 15 घन्टा 12 घन्टा बिहान 10 बजेबाट साँझ 10 बजेसम्म 12 बजेसम्म कति गाह्रो हुन्छ क्या। आफैले नै कति धेरै गाह्रो हुन्छ क्या। त्यही भएर दुःख गर्न जहाँ पनि दुःख गर्न आएको हामी दुःख गर्ने हो अनि होइन, दुःख गर्ने हो सकिन्छ क्या। अब नेपालमा दुःख छ होइन भनेर पनि दुःख गर्नु त भएन। नेपालमा हुने मान्छेले पनि धेरै दुःख गर्नुहोस्, प्रगति गर्नुहोस् होइन, नेपाललाई अगाडि बढाउनुहोस्। अब तपाईँहरू भोट केमा दिनुहुन्छ त्यो भोट चाहिँ अलि कुन नेता चाहिँ बेस्ट छ होइन, कसले चाहिँ अलि नेपाललाई बनाउन सक्छ भन्ने नेतालाई मात्रै दिनुहोस्। नत्रै यतिकै भोट चाहिँ दिनु हुँदैन क्या। मलाई पनि अब यसो केपी ओलीले फोन गरेको थियो गर्नु चाहिँ भोट दिनु आउनु पऱ्यो बाबु भनेको थियो होइन। म ल बाजे म त भ्याउँदिनँ नि भनेको। अब यसो हाँसिरहेको थियो होइन। बुझ्नु न तपाईँहरू पनि अब फोन गरिहाल्छ नि होइन, म जस्तोलाई होइन। अब के गर्नु, त्यही भएर म तपाईँलाई अब जापान चाहिँ जिउस राम्रै छ, ठिकै छ, कमाउनेलाई राम्रै छ भनौँ होइन। दुःख चाहिँ दुःख छ, बढी टेन्सन चाहिँ हुन्छ, नहुने कुरा होइन। टेन्सनलाई लगेर हामी
टेन्सन भयो, अब म के गरौँ, कता जाम, कसरी बसौँ भन्ने होइन, टेन्सनलाई बिस्तारै सल्भ गर्ने हो क्या, सोच्ने हो गम्भीर भएर। एक दिन सफलता मिल्छ, दुःख भएपछि जहाँ पनि भात खानालाई पनि हात उठाउनु पर्छ नि त होइन। त्यसैले एकदम कुरा बेस्ट हुन्छ, हरेक कुरा सोची सम्झेर गर्नुपर्छ होइन। अब जापान आइसकेपछि तपाईँहरू राम्रोसँग अगाडि बढ्न सक्नुहुन्छ, राम्रो आफूले कमाएर खान सक्नुहुन्छ। त्यसैले सो ढुक्क भएर बस्नुहोस्, मजाले आउनुहोस्, पढ्नुहोस् होइन। अब म जस्तै अब रातो बिदामा गएको जानुहोस्, अब यसरी मेहनत गर्नु पऱ्यो नि त। दुःख छ भनेर मेहनत नगरिदिने त्यो हुँदैन नि त। नेपालीको बानी यही बानी जुथिया हुन्छ क्या, हल्का दुःख भयो कि आमा दुःख छ, यहाँ छ, डिङ्गा छ, फलाना छ, म त सक्दिनँ भन्ने हो क्या। चाइनिजहरू देखा ओए ओए, चाइनिजहरूले कति खतरा काम हान्छ, भियतनामी चाइनिजहरू हान्यो भने तिनीहरूले ननिस्टप हान्छ 15-16 घन्टा क्या, त्यसरी कमाइदिन्छ। अनि तिनीहरूलाई दुःख हुँदैन किनकि तिनीहरू अल्छी छैन। हामी नेपालीहरू अल्छी छ, सबभन्दा बढी अल्छीले गर्दा बिग्रिरहेको क्या हाम्रो नेपाल। त्यही भएर अल्छी गर्ने होइन, प्रगति गर्ने हो। बाटो जापान आइसकेपछि यति सोच्नु कि न फ्यामिली न केही, ओन्ली फ्युचर। तपाईँको फ्युचरको बारेमा चाहिँ एकदम स्पेसल हुन्छ। यदि तपाईँ जापान आउनुहुन्छ भने घरको फ्यामिली एक ठाउँमा छ, फ्यामिलीलाई टाइम नदियो भनेर होइन, मतलब फ्यामिलीलाई चाहिँ टाइम दिने, फर्स्टमा आफ्नो फ्युचरलाई राख्ने, सेकेन्डमा फ्यामिलीलाई के, त्यसरी चाहिँ हुन्छ। अब गर्लफ्रेन्ड पनि होला गइगएको त होइन, गर्लफ्रेन्डसँग पनि अब बोलिदिनु पर्ला, गर्लफ्रेन्डसँग पनि बोल, नबोल भनेको होइन, गर्लफ्रेन्डसँग नि बोल, बोयफ्रेन्डसँग नि बोल, तर समयको लागि सदुपयोग गर्न सिक होइन। त्यही भएर त्यो कुरा चाहिँ अलिक ख्याल गर्नुपर्छ केटा हो। अब केटीहरूको पनि बोयफ्रेन्ड होला, केटाहरूको पनि गर्लफ्रेन्ड होला, नभएको होइन, तर गर्लफ्रेन्ड भएर बोयफ्रेन्ड भएर होइन फाल्टुमा फोकटमा टाइम पास गर्ने त्यस्तो नगर, माया गर, एकदम राम्रो गर। मलाई पनि मेरो प्यारीको याद आउँछ, आउनु चाहिँ नआउने कुरा होइन, उसले नि मलाई माया गर्छ, धेरै माया गर्छ, गरिरहेको हुन्छु, म नि गर्छु। सो अब त्यही हो, मायामा धोका खाएर खुसी हुनुपर्छ क्या, कहिलेकाहीँ धोका खाएर पनि खुसी हुनुपर्छ। मायामा सफलतै हुन्छ भन्ने हुँदैन, कहिलेकाहीँ धोका पनि खाइन्छ, धोका पनि दिइन्छ। त्यस्तो कुरामा फोकस गर्ने होइन, राम्रोसँग अगाडि बढ, फ्युचर बनाउ, सक्यो। सकेपछि फ्युचर सबै राम्रो हुन्छ, बेटर हुन्छ। त्यही भएर सो म एकछिन चाहिँ यो भ्लग स्टप गरेँ होइन, म पछि कुरा गर्छु। अहिले चाहिँ म यहाँ वेटिङमा बसिरहेको छु क्या, रेड लाइट बलिरहेको छ, अब चाहिँ टक्कै ग्रिन लाइट बल्दियो अनि फेरि म चल्दिहालेँ क्या, यसरी चल्ने होइन। त्यसैले हेर केटा हो, राम्रोसँग अगाडि प्रगति गर, बढ अगाडि। जापान आइसकेपछि राम्रो पढ, भाषा बनाऊ, मस्त। स्टुडेन्टमा पहिला पहिला गाह्रो हुन्छ, नहुने होइन, गाह्रो छ भनेर पुरै के गर्ने, रुने कराउने नगर भन्छु क्या म चाहिँ। अब सबलाई अब गाह्रो त छ थाहा त। अब नेपालमा विदेशमा हेर न, मलेसियातिर जाऊ 8-9 घन्टा मस्तै पुरै काम हान्नुपर्छ, कतारतिर जाऊ त्यस्तै 10-15 घन्टा त्यत्तिकै काम हान्नु पऱ्यो, त्यही 40-50 हजार स्यालेरीमा। यहाँ त तिमीहरूले नेपालमा 1 महिनामा कमाउने 1 दिनमै कमाउँछौ भने बुझ्यौ नि। त्यही भएको कारणले खर्च छ, नहुने कुरा होइन, खर्च चाहिने कुरामा खर्च गर के, रक्सी चुरोटमा नफ्याल, अनि खैनीहरूमा नफ्याल पैसा होइन। चाहिने खर्चमा खर्च गर, खानेकुरा खाऊ, नखाने कुरा नखाऊ होइन, त्यस्तो कुराले बचाउ के, बस्न सिक्नु पऱ्यो नि त त्यसरी। अनि मेन हुने पनि अब यहाँको टाइमको महत्त्व बुझ होइन। यहाँको अब काममा होइन 2 मिनट ढिला भयो यदि तिमीले तेन्चोलाई नभनेरै कामको बसलाई चाहिँ तिमीहरूले नभनिकन ढिलो भयो भनेपछि तिमीलाई कामबाटै निकाल्ने सम्भावना हुन्छ नि त। किनभने अब टाइमको महत्त्व यति छ जापानमा होइन, यति छ। अब त्यो चाहिँ मैले भन्नु पर्दैन, अब आएर गरेकोलाई थाहा होला, अब आउनेलाई थाहा हुन्छ होइन। त्यही भएको कारणले सो अब हेर्दा त परि जस्तै थियो, अब हेर यस्तो राम्रो बाटो चढेर गयो। अब के भन्न सक्यो त, म केही भन्न सकिनँ, मेरो आँखा जाँदैन क्या त्यता, कति दिन जाँदैन। यति राम्री थियो, क्युट हुन्छन् होइन, फेरि आँखा त चिप्लिन्छ तर चिप्लाउनु भएन है। ल आजको भ्लग यति नै। फेरि जापान आउनेलाई वेलकम छ, नेपालका साथीहरूलाई पनि धेरै धेरै थ्याङ्क यू सो मच छ होइन। अब मेरो भ्लगमा लाइक सब्सक्राइब त गर्नु हुँदैन, त्यही नै अब ठिकै छ, राम्रो होस्, प्रगति होस् सबैजनाको। अब मिल्छ भने यसो लाइक सब्सक्राइब हानिदिनु।
मिल्दैन भने थ्याङ्क यू सो मच।